हेलो गाइस, र सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भिडियोमा। अनि आज चाहिँ म क्षमाको घरबाट भिडियो म सुरु गर्दैछु होइन। अनि यहाँ चाहिँ म किन बसिरहेको छु भन्दाखेरि चाहिँ बहिनीलाई रोकिरहेको छु। बहिनी र मेरो चाहिँ एक जग्गा जाने काम थियो हो। मेरो त काम थिएन, साथी गइदिएको बहिनीसँग। अनि त्यहाँबाट चाहिँ बहिनी रेडी पनि भइसकेको रहेनछ। अनि मैले चाहिँ भन्दैछु कि तल अघि नै रेडी भयो भनेको होइन, मलाई यति जल्दी रेडी हो भनेर म यति जल्दी रेडी भएर आएँ। त अझै पनि रेडी भएको रहेनछस् भनेर यसलाई चाहिँ मैले गाली गर्दैछु। अनि यो पनि गाली गर्दा गर्दा रेडी भइसक्यो। अनि अहिले चाहिँ हामीहरू निस्किसकेको छौँ गाइस। अनि यसले चाहिँ स्कुटी निकाल्नु गयो स्कुटी राख्ने जग्गाबाट। अनि म चाहिँ घाममा निस्केको त यस्तो खतरा घाम लागिरहेको रहेछ नि गाइस, यस्तो खतरा घाम के भन्नु गाइस, निधार तातेर भन्नुहुन्छ न, बाफ्रे यति खतरा घाम। जाडो पनि गाइस यति साह्रो जाडो छ नि हाम्रो गाउँमा, आसाममा यति जाडो छ, यति जाडो छ के भन्नु। झन् यो दार्जिलिङ सिक्किममा त के ठन्डा होला अहिले, हाम्रो गाउँमा यस्तो ठन्डा, मैले यस्तो ठन्डा त कहिले पनि महसुस गरेको थिइनँ कि, यति ठन्डा रहेछ। अनि अहिले चाहिँ हामीहरू स्कुटीमा तेल पनि भराउनु थियो, हाम्रो चाहिँ तेल सेल भराएर चाहिँ अहिले लाग्नु दुईजना। जाडोमा कामिरहेछ अहिले पनि, यति खतरा जाडो। अनि यसले चाहिँ स्वेटर पनि लगाएर आएछ होइन। अनि त्यहाँबाट चाहिँ अहिले हामीहरू चाहिँ पुगेको छौँ स्कुलमा। यो स्कुल चाहिँ कहाँ भनेर भन्नुहुन्छ भने चाहिँ अब कतिजनाले पनि चिनि पनि सक्नुभयो होला होइन, कतिजनाले त अब चिन्नु पनि भएको छैन। यो चाहिँ हो आराम बस्तीको स्कुल हो। अनि यहाँ चाहिँ बहिनीको, सानो बहिनीको चाहिँ भोटमा नाम उठाउनु थियो रहेछ। अनि त्यसको लागि चाहिँ पसिरहेको छ त्यो स्कुलमा। अनि मेरो चुल यति साह्रो अल्झ्यो नि गाइस, यति साह्रो अल्झ्यो टोपीमा, यति ज्यादा चुल अल्झ्यो नि। तर मेरो चुल टुटेन कि, यति डह्रो छ नि मेरो चुल, साँच्चै भनेको बहुत डह्रो छ मेरो चुल। म मान्छे त्यति डह्रो छुइनँ, लेकिन मेरो चुल बहुत स्ट्रङ छ क्या। अनि हेर्नुहोस् घाम त देखिसक्नुभयो होइन, अघि पनि भनिहालेँ। अनि यहाँ चाहिँ म के गरौँ भयो कि, अनि यसो भिडियो गरिदिउँ यहाँ भी भनेर चाहिँ। अनि नभए मलाई यहाँ चाहिँ गर्नु मन थिएन हो एक्चुअली, किन भन्दाखेरि चाहिँ यस्तो घाममा बसिरहेको चाहिँ के घाममा त भिडियो गर्नु भनेर चाहिँ म गर्दिनँ भनेर सोचेको थिएँ। अनि फाइनली हामी चाहिँ पुगिसकेको छौँ थानामा। अनि यहाँ चाहिँ म उभिरहेको थिएँ साइडमा होइन, बहिनी चाहिँ भित्र पस्यो। अनि मलाई चाहिँ पुलिसले भन्नुभयो होइन, जहाँ भित्र जाँदा हुन्छ भने। अनि त्यहाँबाट चाहिँ म भित्र गएँ गाइस। अनि भित्र गएको त बहिनी चाहिँ उभिराखेको रहेछ कागज पत्रहरू दिएर। अनि पुलिस सरले चाहिँ लेखालेखी गर्नु हुँदो रहेछ। अनि त्यहाँबाट चाहिँ नि म चाहिँ यता हेरेँ होइन, यहाँ पनि भन्दिनँ, तर त्यो चाहिँ म यता पनि हेरेँ। कतिले ठाना आउँदा विचार गर्नुभएको छ कि छैन होइन, यो कहाँको ठाना भन्नुहुन्छ भने थाहा छ मान्छेलाई त कतिलाई होइन, यो तोरीबारीको ठाना हो, चुनपुरा त्यहाँको ठाना हो। एक चिज विचार गर्नुभएको छ कि छैन मैले चाहिँ आज नोटिस गरेँ होइन, तर केही छैन भन्नु पनि हुँदैन होइन, ठिकै छ। अनि त्यहाँबाट चाहिँ हामीहरू लाग्यो।